म छिटो 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 गएँ तर कहाँ भने जिल्ला निर्वाचन कार्यालयमा त्यही पनि भोटिङ आइडी बनाउनको लागि मेरो चाहिँ यही वर्ष नागरिकता बन्या हो त्यही भएर मलाई चाहिँ एकदम धेरै यसपालि चाहिँ भोट हाल्न एकदम धेरै मन छ किनभने राम्रो सरकार आउनुपर्छ भनेर चाहिँ म गएँ अस्तिको दिन गएको थिएँ तर भिडियो आज हाल्दैछु माइन्ड नगर्नु होला गएँ 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 अनि त्यहाँ लाइनमा चाहिँ एकदम धेरै मान्छे हुनुहुन्थ्यो त्यो देखेर नि खुसी लाग्यो क्या जोस् हामी अब जेएनजी त जेएनजी भयौँ होइन यङ्स्टर्स त यङ्स्टर्स भयौँ तर हाम्रो आमा बुवाको एजको पनि भर्खर भोटिङ आइडी बनाउने हुन्थ्यो क्या अनि मैले के रियलाइज गरेँ भने उहाँहरू पनि दिक्क ब्याक्क वाक्क हुनुभएको रहेछ क्या त पहिलाको सरकारदेखि त्यही भएर उहाँले चाहिँ अब हाम्रो छोराछोरीहरूलाई हाम्रो जेएनजीले जुन यो आन्दोलन गरेको थियो त्यसलाई सपोर्ट गर्नको लागि चाहिँ हामीले पनि भोटिङ आइडी बनाउनुपर्छ भनेर कतिजना आउनु भएको थियो त्यो देखेर नि खुसी लाग्यो है जो सबैजनाले भोटिङ राइट्स के भन्छ इस्तेमाल गर्नुपर्छ युज गर्नुपर्छ भोटिङ राइट्स भनेको सबैको अधिकार हो होइन सबजना त्यहाँ घर घर नबस्ने सुतेर नबस्ने होइन एकछिन टाइम मिलाएर भए पनि जाने त लाइनमा मात्रै बस्न टाइम लाग्छ अरू बेला त त्यहाँ काम भनेको 2 मिनटमा खत्तम हुन्छ क्या खत्तम त्यही भएर सबैजना बनाउनु होला काठमाडौँमा भनेको चाहिँ भ्यालीभित्र भनेको चाहिँ ललितपुर भक्तपुर अनि यता बानेश्वरमा हुन्छ र आउट अफ भ्याली चाहिँ आफ्नो जिल्ला निर्वाचन कार्यालयमा जानु होला छिटो छिटो बनाउनु है साथीहरू होइन यत्रो योगदान बलिदान दिएको छ केही न केही त हुनु पर्यो नि बनाउनु है